झापा आएर पनि चटपटे खाएन भने त झापाको मतलब नै भएन। सो हाई गाइज, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ वेन्सडे, हाट बजार लाग्छ, अनि त्यही भएर हामी चाहिँ बजारतिर गएको थियौँ। सबैभन्दा फर्स्ट स्टप चाहिँ मेरो साडी किन्नुपर्ने थियो, एउटा धोती साडी। अनि त्यही भएर हेऱ्यौँ होइन 1-2वटा पसलमा, अनि फाइनली एउटा पसलमा मन पर्यो, अनि त्यहाँनिर किन्यौँ। त्यसपछि चाहिँ पूजाको सामानहरू पनि किन्नु थियो अलिअलि, अनि त्यसपछि पूजाको सामानहरू पनि किन्यौँ। अनि दाइले चाहिँ कति हेल्पफुल हुनुहुन्थ्यो क्या, यो किन्नु त्यो किन्नु, के लानुपर्छ सबै इन डिटेल एक्सप्लेन गरेर कतिवटा लानुपर्छ पर्दैन सबै कुरा भनिदिनु भएको थियो। अब कतिवटा कुरा आफूलाई पनि थाहा हुँदैन नि त, अनि यसमा चाहिँ एकदम धेरै हेल्पफुल हुनुहुन्थ्यो। त्यसपछि चाहिँ कस्मेटिक पसल गयौँ, त्यहाँ पनि किन्यौँ। अनि हामी चाहिँ छोला खायौँ क्या, यो पनि नस्टाल्जिक फिलिङ हुन्छ, पहिला सानो हुने बेला खान्थ्यौँ नि त। अनि लास्टमा चाहिँ यहाँ दाइकोमा हामी चाहिँ चटपटे खायौँ, एउटा चाहिँ गिलो, अर्को चाहिँ सुक्खावाला होइन। हजुरहरूलाई पनि अब भद्रपुरमा चाहिँ कहाँ चटपटे खाने भन्ने हुन्छ भने चाहिँ यहाँ नगरपालिका छेउमा बस्नुहुन्छ कि दाइ, यस्तो मिठो हुन्छ। अझ यो चिप्स हालेकोवाला झन् दामी हुन्थ्यो, आज चाहिँ चिप्स सकिसकेको रहेछ, त्यही भएर विदाउट चिप्सवाला नै खाएँ। मैले चाहिँ फर्स्टमा गिलोवाला ट्राई गरेँ होइन, ओ माई गड यस्तो मिठो थियो नि, स्टिल पनि पानी आएर चाहिँ क्या मुखबाट। त्यसपछि चाहिँ अर्को चाहिँ सुक्खालाई चाहिँ झालमुरी भन्छ क्या, अब कतिजना थाहा नहोला। अनि यो पनि एकदम नै मिठो थियो। थ्याङ्क्स फर वाचिङ, बाई।